पहिलाको समय राम्रो कि अहिलेको समय राम्रो बुवा? होइन समय त अहिले नै ठिक र धेरै नै अनि कति हो कति पहिलाको त अनि कति कष्ट र दुःख बेहोरेको छ त। दुःख र कष्टको हिसाबले चाहिँ अहिले राम्रो, अहिले राम्रो नि त। अहिले खानपानको हिसाबले चाहिँ खानपानको लागि के भने शुद्ध खाना पाउने मात्रै हो पहिलाको जमानामा। पहिलाको जमानामा अब केही यस्ता उयोहरू अर्ग्यानिक खाना पाइँदैन थियो राम्रो थियो। तपाईँको सन्देश यहाँ राख्नुको लागि म भिडियो गर्दैछु, नरिसाउनुहोस् ल। उहिलेको समय र अहिलेको समयमा के फरक देख्नुहुन्छ हजुरले? अहिलेको फरकमा धेरै फरक देख्छु म, किनभने अगाडि चाहिँ हामीहरूलाई चाहिँ धेरै कष्ट भोगेका हौँ हामीले हाम्रो पालामा। अहिले चाहिँ के छ भने सर्वै सर्व हामीलाई लाग्छ। तपाईँ पहिला जन्मेको ठाउँ चाहिँ यही ठाउँ हो कि कता? होइन, मेरो चाहिँ इलाम हो। इलामको कुन ठाउँ? इलामको म एकतप्पा। एकतप्पा। पहिला बजार घाट जानु पर्दाखेरि कहाँ जानुहुन्थ्यो? पनि 2 घन्टा 3 घन्टा 4 घन्टाको बाटो जानु पर्थ्यो। कहाँ जानुहुन्थ्यो हजुर त्यो बेला? एकतप्पाबाट हामी बसेकोबाट यता फलाटे बजार आउँदा 2-2.5 घन्टा हो लाग्थ्यो। लाग्थ्यो। उता बुधबारे जानु पर्दा प्याबुङ बुधबारे जानु पर्दा जोडा बजार खान्थ्यौँ हामी। भनेपछि त्यो क्याबुङ बुधबारे चाहिँ पुरानै बजार रहेछ। पुरानै बजार क्याबुङ बुधबारे र फलाटे बजार भन्ने औँसीको नि लाग्थ्यो। यो माथि चाहिँ उहाँ चाहिँ बुधबारको बुधबार। अब अहिले त नाम चाहिँ के हो भने मङ्गलबारे। मङ्गलबारे भन्थ्यो। बजार चाहिँ लाग्थ्यो बुधबार। ठाउँको नाम चाहिँ मङ्गलबारे। मङ्गलबार। त्यो मङ्गलबारे बजार त अहिले पनि छ। अहिले पनि छ नि। अनि तर अहिले त फेरि बुधबारे नै लागिरहेको। तर अहिले त बाटो दामी भएको छ। बाटो त जाने राम्रो नि सल्लाह है। हामी त अनि कहाँ कष्ट गरेर चाहिँ कति दुःख गरेर भारी बोकेर जे गर्दा नि भारी बोकेर जानुपर्ने। तपाईँहरूले खेती किसानी गरेर उब्जाउँदा गाउँमै किन्न आउँथ्यो कि बजार लानु पर्थ्यो बेच्नु? अथवा हाम्रो पालासम्म हामीहरूले चाहिँ बजार पनि लग्यौँ कुनै बेला बिक्छ। त्यही अब फलाटे बजार यता लेकको बजार पर्थ्यो, त्यसमा लगेर बोकेर कोदो लाने, मकै लगेर बेच्ने। कसरी बेच्नुहुन्थ्यो त्यो बेलामा? मैले मेरो पालामा अब रुपियाँको 2 पासी किनेको त्यो बेलामा। आफूले किन्दा बेच्दा पनि त्यसरी नै? बेच्दा किन्न त्यसरी नै। भनेपछि त्यो जमानामा पैसा चाहिँ साह्रै महँगो थिएछ। साह्रै महँगो नि त। 100 रुपियाँमा 1 अलगोरु पाउँछु त्यो बेला। अहिले कति पाउँछ यहाँ? अहिले 1 लाख रुपियाँ पर्ने गोरुलाई मैले 80 रुपियाँ हल किनेको मेरो त्यो जमानामा। अहिले 1 लाख पर्छ। त्यति बेला तपाईँहरूले यो रोजगारी गर्दा खेताला पात लाउँदा कति दिनुहुन्थ्यो रोजगारी? दुवाना है। दुवाना कमाउनुलाई बिहान कति बजी मेलो लाग्नुपर्ने? बिहानको 10 बजेदेखि बेलुका 5 बजीसम्म। खानापिनाहरू दिन्थ्यो कि? खाजा दिन्थ्यो। दुवाना कमाउनुको लागि है। अहिले यहाँ गाउँमा कति छ खेताला पातको? खेताला साजरानी यहाँ उदोको चाहिँ हिसाब किताब काउ बाउ केटाकेटीले पाउने रोज 400। कति बजी लाग्छन् तर? 10 बजीदेखि 4 बजी 5 बजी भन्नु। तर पहिला जस्तो धेरै खटिँदैन। काम त्यसरी अब पहिलाको हाफ पनि काम गर्दैन। त्यति बेला त पाखुराई पुरै बजाउँथ्यो। अब अहिले त लटर पटर गर्छ। अहिले 10 जना अघि 2 जनाले खनेको मेलो 10 जनाले नि सक्दैन। त्यो बेलामा यो तपाईहरुको ठाउँमा चाहिँ खानपिनको लागि कस्तो सुविधाहरू थियो? खानपिनको लागि त सुविधा अब हाम्रो पालामा चाहिँ भोटेको मकै खाजा पाउनलाई गाह्रो थियो है। भोटेको मकै पनि कसैले पनि किनै नसक्ने अवस्था पनि हुन्थ्यो गाउँमा।
अथवा भुटिया मकै दियो भने ऐश्वर्यमा त्यस्तो खाले ठाउँ समय थियो। समय थियो। अब अहिले त मान्छेले भुटेको मकै त खाँदैनन् पनि। भुटेको मकैको त होइन, चिउरा खाँदैन अहिले त चिउरा पो खान्छ। त्यो जमानामा भुटेको मकैमा खेताला गरिन्थ्यो। रातको के भन्छ खानामा पनि टार्थ्यो भुटेको मकैले। टार्थ्यो है। यसले अनि होइन सुटुनी आलु चुटुनी अथवा भएन जे फलफुल भए पनि टार्थ्यो, टारेर बस्थ्यो पहिलेकोमा। अहिले बस्दैन। तपाईँको जमानामा त्यो तपाईँको गाउँमा पढालेखाको कस्तो खाले चलन चल्ती थियो? पढालेखा त थिएन त्यो समयमा, थिएन तपाईँ समयमा थिएन। कसैले कसैलेबाट कहाँबाट दिने 1 कक्षा 2 कक्षासम्मको हिसाब। तपाईँले मौका पाउनुभयो पढ्न लेख्न? पढ्न लेख्न हामीहरूले 1 कक्षासम्म मैले पढेको हो। पढ्नु पाउनुभयो? गाउँमै थियो कि? गाउँमा होइन, गाउँमै भनौँ। एउटा गाउँबाट चाहिँ हामी 1 नम्बरमा बस्ने 5 नम्बरकोमा स्कुल खोलेको। ए कति कक्षासम्म पढाइन्थ्यो त्यो बेला? 5 कक्षा। तपाईँ 1 कक्षाबाट पढ्नु पाउनु भएन? कक्षाबाट पढ्नै पाइन्छ। त्यो बेलाको पढाइ अलिकति राम्रो कि अहिलेको पढाइ चाहिँ ठिक होला? उहिलेकै ठिक हो नि पढाइ त है। अहिले अब 5 क्लास मुनेले अक्षर फुटाएको हुँदैन। अब मु क ख पढ्ने 1 कक्षा पढ्नेले अहिले अनि मु जस्तै तपाईँले जति पनि पढ्दैन? मु जति कहाँ पढ्छन् त अहिले 5 कक्षा पढ्नेले मेरो तुलना पुर्याउँदैन। त्यति बेला तपाईँको त्यो पढाउँदा के कापीमा पढाउँथे कि त्यो सिलेटहरू हुन्थे नि, केमा पढाउँथ्यो? त्यति बेला पार्टी थियो। पार्टी होइन, काठको पार्टी काटेर अनि कालो दलेको हुन्थ्यो। कालो दलेर मस्याएर चकबाट चाहिँ लेखेको पहिला हाम्रो जमानामा चाहिँ त्यो। तपाईँलाई पढाउने शिक्षकहरू त छैनन् होला अहिले त? कहाँबाट आउनुहुन्थ्यो पढाउनु? उहाँहरू गाउँकै थिए कि? त्यति बेला गाउँकै। अनि एकतपा हाम्रो 1 नम्बर हो, 5 नम्बरमा स्कुल खोलेको थियो पाहाडमा होइन। एका तपाईँ अहिले पुग्नुहुन्छ कि हुन्न? अहिले कहीँ त पुगिन्छ। पुर्ख्यौली ठाउँ छ है? पहिलाको हेरी त अहिले धेरै सुविस्ता छ। अहिले त कहाँ हो सर्भिसहरू। तपाईँ कति उमेर पुग्दाखेरि चाहिँ गाडी चढ्नु भयो, यो सम्झना छ तपाईँलाई? मेरो गाडी चढ्न अब हामीहरू यहाँ आउँदा 58 सालमा पनि आइसकेको छैन यहाँ आउँदा चाहिँ। तपाईँ चाहिँ कति उमेरमा चढ्नु भएको सम्झना छ गाडी? गाडी चढेको त हामीहरू चढ्न त हामीहरूले 35 वर्षको उमेरमा चाहिँ चढ्नु भयो? उमेरमा चाहिँ चढेर तल जान आउन जे होस् चाहिँ गरेको। तपाईँको उमेरको लगभग 30-35मा 50 नै भन्दा पनि भएछ। अब 50 वर्ष नाग्यो। त्यतिको उमेरमा चाहिँ तपाईँले गाडी चढ्नु भएछ। कति त गाडी नचढी नै बिते? कति त बिते, तर आफू यताउता हिँड्ने भएकाले आफ्नो ठाउँमा नभए पनि अर्को ठाउँमा गएर पनि चढेर जाने, त्यहाँबाट चाहिँ छोडेर फेरि आउने ठाउँबाट चाहिँ अर्कै ठाउँमा हिँडेर आउने। यो सालमा चाहिँ कति वर्ष भयो आउनु भएको? यहाँ आएको त म फिल्ममा आएको 58 सालमा। फिल्ममा चाहिँ त्यहाँदेखि यता बसाइ सराई यता आएको चाहिँ यता उँभो आएको चाहिँ म भनौँ 62-64मा। 64 ल 65देखि यहाँ 65 सालदेखि यहाँ। यहाँ चाहिँ तपाईँको आफ्नै निजी ठाउँ? निजी होइन, यो भाडा छ। व्यवसायको लागि? पेसाको लागि आउनु भएको? पेसाको लागि आएको अथवा पहिलाको व्यापारको सिलसिलामा आइयो। अहिले अलिअलि बाँकी छ के भएकाले बस्नै पर्ने स्थिति चाहिँ त्यसरी बस्नु रुँगिराख्नु पर्ने भयो। के गर्ने त है? दुईजनै अङ्कल आन्टी नै हुनुहुन्छ सँगै?
यहाँ चाहिँ सँगै छौँ तर यो मेरो दोस्रो तेस्रो पहिला ए पहिलो दोस्रो चाहिँ पहिला गयो दोस्रो चाहिँ दोस्रो वर्षको 48 सालमा ए उहाँ चाहिँ तेस्रो परिवार हो यो मेरो तेस्रो ल आन्टीले त तपाईँलाई त आशिष दियो त चौथो हुनुपर्छ भनेर रमाइलो हुनुहुँदो रहेछ तपाईँ त तपाईँ त रमाइलो हुन्छ रहेछ तपाईँ किन मैले तपाईँलाई गरेँ भने नि मेरो बुवाको याद आयो के मेरो बुवा पनि पोहोरको गएको साल चाहिँ 84 वर्षमा बित्यो नि त 84 वर्षमा बित्यो उहाँको चाहिँ आँखा र बोली चाहिँ तकडा थियो कान नसुन्ने अनि उहिलेको मान्छे देख्दाखेरि चाहिँ एक दिन हामी पनि यस्तै हुने हो सम्झनाको लागि के आज पहिलोचोटि आएको म झापाबाट म जन्मेको ठाउँ चाहिँ तपाईँको उता मुङलान भन्छ दार्जिलिङतिर पुर्ख्यौली चाहिँ मेरो सोलो जिल्ला अहिले बसाइ चाहिँ झापाको बिर्तामोडको स्यालडाँगी भन्छ अनि तपाईँको अहिले चाहिँ हामी यहाँ पारी थोकेबुङतिर जाँदै आयो त्यो यहाँसम्म चाहिँ म राई परे यहाँसम्म चाहिँ मोटरसाइकलमा आइयो अब यहाँदेखि उता चाहिँ बाटो खराब छ अरे हामी मधेसको मान्छे सक्दैनौँ भनेर चाहिँ यहाँ हामीलाई अलिक पार आउँदैन बुवा तेह्रसम्म कुदाउने मान्छे यहाँ हुँदैन अनि यहाँ फेरि उताकै गाडी आउने अरे कि अनि उहाँसँगै लिएर जाने ल बुवासँग सम्झना भयो धेरै धन्यवाद छ ल हस् तपाईको पनि गरियो मेरो पनि हस्